शैक्षिक बेरोजगारको कुरा निकालिहाल्नु भयो हजुरले सुरुमै हैन। यो शैक्षिक बेरोजगार भने चाहिँ कस्तो हो त? शैक्षिक बेरोजगार भन्दाखेरि कस्तो छ भने अब रोजगारी भन्ने कुरा अब आय आर्जनसँग कुनै व्यक्तिले आय आर्जनको भनौँ जीविकोपार्जनको लागि कुनै निश्चित आम्दानी गर्न सक्ने अवस्थालाई हामी रोजगारी भन्छौँ। चाहे त्यो कृषि होस्, चाहे उद्योग व्यवसाय होस् अथवा अरू नै कुनै व्यवसाय हुन्। तर शैक्षिक बेरोजगार भन्नाले कस्तो देखिन्छ भने जुन व्यक्ति अशिक्षित थिए कुनै बेलामा उनीहरू बेरोजगार हुनु स्वाभाविक मानिन्थ्यो होला। तर शिक्षित व्यक्तिहरूले नै एक खालको रोजगारी प्राप्त गर्न नसकेर तिनीहरू काम पाएनन् र उनीहरू एक प्रकारले शिक्षित छन्, उनीसँग निश्चित क्षमता पनि छ, तर उनले भने जस्तो काम पाएका छैनन्। त्यसलाई शैक्षिक बेरोजगारी भन्ने हो। तर त्यो पनि एक प्रकारको कस्तो शब्द छ भने वास्तवमा शिक्षित व्यक्तिले कुनै न कुनै काम गर्नै नसक्ने त हुँदैन, किनभने उनी स्वरोजगार गर्न सक्छन्, आफै व्यवसायहरू सिर्जना गर्न सक्छन्। भनिन्छ नि के अरे एकजना बेलायती विद्वान फ्रान्सिस बेकनले भन्छन् कि यो धेरै क्षमता भएका व्यक्तिहरूले मौकाको खोजी गर्दैनन्, बरु मौकाको सिर्जना गर्छन्, अवसरको सिर्जना गर्छन् भन्छन्। त्यसकारणले शैक्षिक बेरोजगार भन्नाले सरसर्ती हेर्दाखेरि पढे लेखेका मान्छेहरू बेरोजगार भयो भने त्यो शैक्षिक बेरोजगारी हो। तर त्यसमा शिक्षामा अलिकति थोरै कमी कमजोरी भएको हुनाले उनी आफै अवसरको सिर्जना गर्न नसक्नु पनि हो एक प्रकारले।